यहाँको अति नै भाइरल ठाउँ सेल्फी रोड देख्दै हुनुहुन्छ। यस्तो छ। मैले तपाईलाई पछाडिको दृश्य देखाउँदैछु। म अगाडि छु, पछाडि हेर्नु होला। सेल्फी रोड। वेलकम टु हजुरहरु सम्पूर्णलाई के अरे सेल्फी रोड है, देख्दै हुनुहुन्छ नि। अब साथीभाइहरु अमेरिकाको ठुलो बिल्डिङ देखाउँछ हैन, अस्ट्रेलियाको ठुलो बिल्डिङ देखाउँछ। म चाहिँ यस्तो देखाउँछु है, नेपालको सेल्फी रोड, नेपालको जंगल हैन। सबैको आफ्नो आफ्नो महत्त्व हुन्छ है। त्यही भएर जहाँ हुनुहुन्छ त्यस ठाउँको भरपुर फाइदा उठाउनुहोस्। तपाई अमेरिका हुनुहुन्छ भने बेस्ट ठाउँ तपाईको लागि अमेरिका हो है। तपाई नेपालमा हुनुहुन्छ भने बेस्ट ठाउँ तपाईको लागि नेपाल हो। जहाँ हुनुहुन्छ एकदम खुसी साथ बस्नुहोस्, खुसी साथ रमाइलो गर्नुहोस्। अहिले चाहिँ बिहान भएर कोही आएको छैन जस्तो लाग्यो मलाई। यहाँ म एक्लै छु। यसो आउँदाखेरि मलाई सट्ट यो भिडियो बनाउन मन लाग्यो क्या, भिडियो कैद गर्न मन लाग्यो है। अब एकछिनमा आउँछ होला साथीभाइहरु, आउँछ टिकटक बनाउन के बनाउन। यहाँ हाम्रो काका हुनुहुन्छ। औ दाजु। हजुर। अनि खोइ मान्छेहरु अनि अहिले मान्छेहरु अब खाना खान गएको। यहाँ मेरो दाजु हुनुहुन्छ। कति बेलातिर आउँछ दाजु मान्छे? 1 बजे 2 बजे। धेरै आउँछ है? बहुत आउँछ। अहिले पनि आउँछ। इन्डियाबाट पनि आउँछ, पोखरा पश्चिमतिरबाट नि आउँछ। यो भनेको तपाईको सेल्फी रोड हैन त? सेल्फी रोड। यहाँ हाम्रो दाजु हुनुहुन्छ। दाजुले भन्दै हुनुहुन्छ अहिले आउने बेला भएको छैन है। अब अहिले एकछिनमा घाम ढल्केपछि आउँछ होला है। घाम अलिक ढल्केपछि आउँछ। खाना पनि खानु पर्यो, बिहानभरि काम पनि गर्नु पर्यो नि त। यो कतिको तलसम्म छ यो के अरे यो? अब तपाई यहाँबाट 1 किलोमिटर जति टाढो जानुपर्छ जंगलको लागि चाहिँ। जंगल? त्यहाँदेखि चाहिँ सहर भेट्नु। त्यहाँबाट सहर है? सहर बोक्रे चोक भन्छ। यो सेल्फी रोडको विशेषता भनेको चाहिँ यही रुखहरु त हुने हैन? रुखहरु हो, अरु केही छैन, रुखहरु मात्रै हो। ल साथीहरु, तपाईहरु पनि आउनु होला सेल्फी रोड। यो मोरङमा रहेको छ। यहाँ हाम्रो दाजु हुनुहुन्छ। हाम्रो दाजु काम गर्नलाई आफ्नो यसो पसल लिएर आउनु भएको छ हैन दाजु? हजुर। अब त्यसो भनेपछि एकछिनमा भरे चाहिँ आउँछ मान्छे। भरे आउँछ। म अलिक छिटो आएछु हैन? हजुर अलिक छिटो आउनु। अहिले अब लगभग खाना खाने टाइम पनि भएको छैन होला। 11-12 बजे खाने टाइम। 1 घण्टा सुत्दा ओर्दा त 2 बज्छ 1 बज्छ। ए ल दाजु ल। हुन्छ। अलिक छिटो आएछु म चाहिँ है। तपाईहरु आउनुहुन्छ भने नि तपाईहरुको लागि एकदम राइट समय चाहिँ कति बेला भने नि तपाईहरु अलि हल्का घाम ढल्केपछि लगभग तपाईहरु 1-2 बजेतिर आउनु होला। एकदम रमाइलो छ है दृश्य। यो मैले यस्तो राम्रो दृश्य मेरो क्यामेरामा कैद हानेको छु। म चाहिँ अलि छिटो आएछु, कोही छैन साथीभाइहरु। मलाई के लाग्छ भने नि नेपालको यो विकासको लागि चाहिँ तपाईको यो टुरिज्म सेक्टर पनि एकदम बेस्ट सेक्टर जस्तो लाग्छ है। किनभने अहिले मान्छेहरु चाहिँ के अरे रमाइलो गर्न चाहन्छ, घुम्न चाहन्छ नि त। त्यही भएर नेपाल डेभलपको लागि, नेपालको विकासको लागि पर्यटकीय क्षेत्र पनि एकदम महत्त्वपूर्ण छ। त्यही भएर तपाईहरु जहाँ हुनुहुन्छ सक्नुहुन्छ भने तपाईहरु पनि के अरे यस्तै भिडियो बनाउनुहोस्। यस्तै भिडियो बनाएर चाहिँ विश्वलाई देखाउने एउटा प्रयास गर्नुहोस्। भन्न चाहन्छु। अब यस्तै छ साथीहरु है। सेल्फी हानौला भने भन्छन् साथीहरु, यस्तै छ। अब म त्यति लामो भिडियो पनि बनाउँदिन। यस्तै अब एकछिन केही समय बस्छु यहाँ है। केही समय बसेर यहाँको स्वच्छ हावालाई महसुस गर्नेछु। सुन्दै हुनुहुन्छ चरा कराको? कस्तो खतरा चरा कराको है।
सेल्फी रोड। कोही यहाँ मानिसहरू पनि छैनन्, एक दुईजना भर्खर सुरु भइराखेको रहेछ आउनको लागि। तल एक दुईजना देखेँ। अब चाहिँ म बिस्तारै आफ्नो गन्तव्यतिर लाग्छु। पहिलाबाट आउँला भनेर सोचिरहेको थिएँ कि समय मिलेको थिएन, योचोटि समय मिलाएर आइयो, आएर हजुरहरूलाई एउटा देखाउने अवसर मिल्यो। जो नयाँ हुनुहुन्छ कृपया सब्सक्राइब गरी एउटा सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। अहिलेको समयमा कसै न कसैको सपोर्ट र कसै न कसैको सहयोग बिना चाहिँ अगाडि बढ्न सकिँदैन है साथीहरू। यो कुरालाई चाहिँ तपाईँहरूले पनि मनन गर्नु होला भन्न चाहन्छु। यस्तो छ। अब चाहिँ म बिस्तारै जताबाट आएँ त्यतै जाँदैछु। ल दाजु अहिले म लागेँ, अलिक छिटो आएछु है। ए हस् हजुर, हस् हस् हस्। फेरि आउँदै गर्नु होला न। हुन्छ दाजु, हुन्छ। यस्तो छ। त्यही हो साथीहरू, यो इन्टरनेटको जमाना, अनलाइनको जमाना हो कि तपाईँसँग भएको ट्यालेन्ट, तपाईँसँग भएको एउटा कला जे छ है, देखाउनुहोस् है साथीहरू। फेरि पछि पर्नु होला। तपाईँसँग भएको तपाईँभित्र लुकेको कलाहरूलाई चाहिँ एकदम प्रस्तुत गर्नु होला। अनि इन्टरनेट र अनलाइनको भरपुर फाइदा उठाउनु होला, त्यही भन्न चाहेँ। कोही नभए पनि हेर्नुहोस्, तपाईँले चाहेको कुराहरू, तपाईँले गर्न चाहेको, तपाईँले मन लागेको कुराहरूमा कसैले नपर्खिनुहोस् है। कोही आउँला र गरौँला भन्ने नपर्खिनुहोस्। यी मलाई एउटा भिडियो बनाउनु मन लाग्यो, साथीभाइ छैन, यी आफै भन्छ नि साथीहरू। के अरे जङ्गलको सबैभन्दा ठुलो राजा के हो? सिंह होइन। सिंहको साथी हुँदैन अरे नि, सिंह एक्लै हिँड्छ अरे नि। सम्झाउनुहोस् तपाईँ पनि सिंह हो है, दुईवटा खुट्टाले हिँड्ने सिंह। त्यही भएर पछि पर्नु होला, पछि पर्न सकिन्छ। अनि तपाईँ पनि अगाडि बढ्नुहोस्। यति भन्दै साथीहरू मेरो भिडियोलाई यहीँ अन्त्य गरेँ। अहिले म फेरि पनि हजुरहरूसँग अर्को भिडियोमा कुनै न कुनै ठाउँको कुनै न कुनै विषयलाई लिएर चाहिँ आउने नै छु। यति भन्दै हजुरहरू माझबाट बिदा हुन चाहिँ हस्त। नमस्ते, सी यू नेक्स्ट भिडियो।